जय मसी फेरि स्वागत गर्न चाहन्छौँ डिपर च्यानलमा। तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। हामीले यो सुरु गरेको धेरै महिना भयो अनि तपाईहरु चाहिँ सुरुदेखि नै यो भिडियोहरु हेर्नु भएको कारणले चाहिँ हाम्रो लागि एकदमै रमाइलो भएको छ अनि आशा छ तपाईहरु हेर्ने मात्र हैन तर अरूलाई पनि भन्नु होला हाम्रो भिडियोहरुको बारेमा, हाम्रो डिपर च्यानलको बारेमा। अनि यो भिडियोहरु चाहिँ लाइक अनि कमेन्ट पनि गरिदिनु होला। त्यसले चाहिँ हामीलाई फिडब्याक दिन्छ हामी कसरी इम्प्रुभ गर्न सक्छौं। अनि अहिले चाहिँ हामी एउटा नयाँ विषयको बारेमा सुरु गरेको छौं। हामी चाहिँ सृष्टिको विषय लिएको छौं अनि वहाँ चाहिँ नै यो सबै क्रिस्चियनहरु चाहिँ सृष्टिको बारेमा बाइबलको सुरुदेखि नै परमेश्वरले सबै कुरा सृष्टि गर्नु भएको छ भनेर दाबी गर्छ अनि हामी बाइबलमाथि विश्वास गरेर हामी पनि विश्वास गरेको छौं। यो सब सृष्टि चाहिँ परमेश्वरको हातकै काम हो अनि बाइबल चाहिँ सुरुदेखि अन्तिमसम्म त्यही कुरा दोहोर्याइरहेको छ किनकि यो चाहिँ एकदम सत्य छ। अनि संसारले चाहिँ अर्कै कुराहरू परमेश्वरलाई इन्कार गरेर अर्कै कुराहरू चाहिँ सोच्न परेको छ अनि त्यसकारण हामी क्रिस्चियन जनहरूले चाहिँ त्यसलाई कसरी तर्क वितर्क गर्ने यो चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण विषय हो। अनि त्यसकारण आज चाहिँ हामी कुनै कुराहरू बाइबलीय तथ्यहरू चाहिँ हामी हेर्न चाहन्छौँ। हाम्रो आफ्नो विश्वास एकदमै बलियो परिपक्व होस् भनेर कुनै विशेष विषयहरूलाई चाहिँ यो सृष्टिको बारेमा हेर्न चाहन्छौँ। अनि जसरी गएको हप्ता हामीलाई भनिसकेको छौँ यो परमेश्वरले संसारलाई सृष्टि गर्नु भएको कारणले चाहिँ परमेश्वर सृष्टिभन्दा चाहिँ एकदमै माथि अथवा महान हुनुहुन्छ। उहाँ चाहिँ सृष्टि गर्नु भएको कारणले चाहिँ उहाँ चाहिँ यो सृष्टिबाट केही छैदैन। उहाँ चाहिँ स्वतन्त्र हुनुहुन्छ। समयलाई पनि उहाँले सृष्टि गर्नु बनाउनु भयो भनेको उहाँ चाहिँ समय अनुसार अस्तित्वमा रहनुहुन्न तर त्यो भन्दा पनि अलग उहाँ चाहिँ बाहिर हुनुहुन्छ, माथिबाट चाहिँ तल हेर्नुहुन्छ अनि उहाँले चाहिँ यो सब कुराहरूलाई चाहिँ हेरविचार गरिरहनुहुन्छ। अनि अवश्य यसलाई हामी अझै विस्तृत रूपमा बुझ्नलाई चाहिँ पदहरूद्वारा नै हेरौँ न। बाइबलको खण्ड हामी पहिलो सुरुमा चाहिँ हिब्रूको पुस्तक 1 अध्यायको 3 लाई हेर्नेछौँ अनि त्यसपछि हामी अयुबमा पनि जानेछौँ। सुरुमा चाहिँ हिब्रूको पुस्तक 1 अध्यायको 3 मा यसो लेखेको छ त, जो उहाँको महिमाको चमक र उहाँको व्यक्तित्वको पक्का रूप हुनुहुन्छ, प्रतिरूप हुनुहुन्छ र आफ्नो सामर्थ्यको वचनले सबै थोकहरू सम्हाल्नुहुन्छ, आफैद्वारा हाम्रो पापहरू शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभयो। अब हामी चाहिँ विशेष के हेर्न चाहन्छौँ भने उहाँको वचनले चाहिँ सबै थोक चाहिँ सम्हाल्नुहुन्छ, उहाँले चाहिँ नियन्त्रणमा लिनुहुन्छ। यो जति पनि सृष्टि गरेको कुराहरू छ त्यसलाई चाहिँ उहाँले कन्ट्रोल गर्नुहुन्छ है त। सृष्टि चाहिँ परमेश्वरदेखि टाढा भाग्न सक्दैन। यदि भागिहाल्यो भने त्यसमा जीवन हुन सक्दैन, त्यो चाहिँ निर्जीव हुन्छ, त्यो चाहिँ हराएर जान सक्छ है त। यदि परमेश्वरको हातमा छ भने ऊ चाहिँ बाँच्न सक्छ, परमेश्वरले चाहिँ हरेक कुरा चाहिँ गर्न सक्छ। अनि यसले के देखाउँदैछ भने परमेश्वर चाहिँ सृष्टिभन्दा अति नै महान हुनुहुन्छ, अति नै शक्तिशाली हुनुहुन्छ, भयानक हुनुहुन्छ भन्ने कुरा चाहिँ यसले स्पष्ट पार्छ। अझै हामी स्पष्ट हुनलाई अयुबको पुस्तकमा जाउँ, यसले झन् स्पष्ट पार्छ है त परमेश्वर कस्तो हुनुहुन्छ। हामी अयुबको पुस्तक 12:10बाट हेर्नेछौँ है त। यसो लेखेको छ, जसको हातमा हरेक जीवित प्राणीको प्राण र सारा मानिस जातिको आत्मा छ। हेर्नुहोस् त, सारा जीवित प्राणीको प्राण र मानिस जातिको आत्मा चाहिँ परमेश्वरको हातमा छ। अनि यदि हामी मत्तीको पुस्तकको 10:28 मा हेऱ्यौँ भने पनि त्यहाँ भन्छ परमेश्वरले चाहनुभयो भने मार्न पनि सक्नुहुन्छ, चाहनुभयो भने बचाउन पनि सक्नुहुन्छ। अझै यही अयुबको पुस्तकको 14 र 15 पनि म पढ्नेछु है त। यसो लेखेको छ, हेर उहाँले भत्काउनुहुन्छ र त्यो फेरि बनाउन सकिँदैन, उहाँले मानिसलाई थुन्नुहुन्छ र त्यो खोल्न सकिँदैन, हेर उहाँले पानीलाई थाम्नुहुन्छ र त्यो सुक्छ, अनि उहाँले त्यो पठाउनुहुन्छ र त्यसले पृथ्वीलाई उलट पुलट पारिदिन्छ। भनेको पृथ्वी चाहिँ परमेश्वरको कन्ट्रोलमा छ, परमेश्वरको इच्छा मुताबिक चल्छ, परमेश्वरले चाहनु भएको अनुसार चाहिँ यो सृष्टिले काम गर्छ। तर हामीले यो पनि बुझ्नु पर्यो कि परमेश्वर चाहिँ सृष्टिदेखि स्वतन्त्र हुनुहुन्छ। भनेको सृष्टिले चाहिँ परमेश्वरलाई कन्ट्रोल गर्न सकिँदैन। हो, हामी मानिस जाति चाहिँ समयको मुनि छौँ हैन। अनि यो संसारको थोकहरूको कारणले चाहिँ कहिलेकाहीँ हामीलाई लाग्छ कि
रुख भएन भने मान्छे बाँच्न सक्दैन, किनभने अक्सिजन त्योबाट आउँछ होइन। अनि हामी चाहिँ एक अर्कामा आश्रित छौँ, निर्भर गर्छौँ। तर परमेश्वर त्यसो हुनुहुन्न है त। परमेश्वरलाई खाना चाहिँदैन, परमेश्वरलाई सास चाहिँदैन, परमेश्वरलाई अक्सिजनको कुराहरू चाहिँदैन, तर परमेश्वरले पो उल्टै दिनुहुन्छ है। त्यति महान परमेश्वर हुनुहुन्छ। तर सृष्टि आफै चाहिँ परमेश्वरदेखि टाढा रहन सक्दैन। यदि टाढा भयो भने त्यो विलिन हुन्छ होइन। त्यो चाहिँ एकैछिन है। परमेश्वर चाहिँ सृष्टिबाट अलग हुनुहुन्छ, तर सृष्टि चाहिँ परमेश्वरबाट अलग हुन सक्दैन, टाढो हुँदैन है। अनि त्यसकारण मानिसहरूले, जसले आकाश भाइले भर्खर भन्नुभएको छ, मानिसहरू चाहिँ खराब सोच गर्न थाल्छ। सृष्टि चाहिँ परमेश्वरबाट टाढा छैन भने सायद परमेश्वर चाहिँ सृष्टिमै हुनुहुन्छ होला भनेर मानिसहरू चाहिँ सोच्न थाल्छन्। अनि परमेश्वरको सट्टामा चाहिँ रोमी 1ले पनि हामीलाई यो ठुलो पापको बारेमा भन्छ। त्यो परमेश्वरको सट्टामा चाहिँ उहाँको सृष्टिलाई नै पूजा गर्न थाल्छन्। अनि परमेश्वर चाहिँ सृष्टिमै हुनुहुन्छ भनेर भन्ठानेर चाहिँ त्यसलाई चाहिँ पुज्छन्, त्यसको दण्डवत गर्छन्, त्यसको बलिदान चढाउँछन्। अनि झन् पापमा मानिसहरू चाहिँ डुबेको हुन्छ। अनि त्यसकारण हामी बाइबलबाट नै बुझ्न सक्छौँ परमेश्वर चाहिँ सृष्टिमा हुनुहुन्न, सृष्टि चाहिँ परमेश्वरमा हुनुपर्छ। उहाँले चाहिँ यसलाई सम्हाल्नुहुन्छ। हामी चाहिँ उहाँ बिना जिउन सक्दैनौँ, तर उहाँ चाहिँ यसमै सृष्टिमै चाहिँ हुनुहुन्न है। अनि प्रेरित पावलले पनि विशेष मानिसहरूलाई यो प्रवचन बाँड्नु भएको थियो। त्यहाँ मर्सदारामा प्रेरित 17 अध्यायको हामी देख्न सक्छौँ, जुन मानिसहरू चाहिँ यसरी नै सृष्टिको कुरालाई पूजा गरिरहेको थियो। हरेक सृष्टिको लागि, सूर्यको लागि, चन्द्रको लागि, चन्द्रमाको लागि, यो सब कुराहरूको लागि, ताराहरूको लागि, रुखहरूको लागि, जनावरहरूको लागि, सब कुराहरूको लागि, सृष्टिको लागि बलिदान चढाइरहेको थियो, मूर्ति बनाएको थियो। अनि प्रेरित पावल चाहिँ आएर सिकाउँछन् उनीहरूलाई, परमेश्वर जसले यो संसार र यसमा भएको सारा टोकहरूलाई बनाउनु भयो, उहाँ चाहिँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको हुनाले हातले बनाएको मन्दिरहरूमा बस्नुहुन्न, न त उहाँले केही काँचो परिचय गरी मानिसहरूका हातबाट सेवा नै लिनुहुन्छ, किनकि उहाँले पो सबैलाई जीवन, सास र सब थोक दिनुहुन्छ। अनि उहाँले सारा पृथ्वीमाथि बास गर्नलाई एउटै रगतबाट मानिसहरूका सबै जातिहरूलाई बनाउनु भयो। अनि थोकिएको समयहरू र तिनीहरूका बास गर्ने सिमानाहरू ठहराउनु भयो। तिनीहरूलाई प्रभुलाई खोजुन् भनेर सायद उहाँले छामछाम छुमछुम गरेर भेटाउनलाई, तापनि उहाँ हामी हरेकबाट टाढामा हुनुहुन्न, किनकि उहाँमा हामी जिउँदछौँ, हिँडो गर्दछौँ र अस्तित्व राख्दछौँ, जसले तपाईँहरूकै कतिजना कविहरूले पनि भनेका छन्, किनकि हामी पनि उहाँकै सन्तान हौँ। यसकारण हामी परमेश्वरकै सन्तान भएको हुनाले परमेश्वरत्व चाहिँ मानिसको कारिगरी र कल्पनाद्वारा कुरेर बनाएको सुन वा चारी वा ढुङ्गाको मूर्ति जस्तो हुन्छ भनी हामीले सोच्नु हुँदैन। परमेश्वर चाहिँ आफैले सृष्टि गर्नुभएको थोकहरूमा चाहिँ रहनुहुन्न। त्यो सृष्टि गरेको टोकहरू चाहिँ परमेश्वरबाट अलग, परमेश्वर त्यसमा हुनुहुन्न। त्यसकारण हामी चाहिँ कुनै भनेको चिजलाई चाहिँ पूजा गर्नु हुँदैन भनेर यहाँ पावलले भनेको। परमेश्वर चाहिँ यो पृथ्वीमा बास गर्नुहुन्न, तर यो पृथ्वी चाहिँ परमेश्वरमा रहनु पर्यो। हामी चाहिँ उहाँमा चाहिँ अस्तित्व लिनेछौँ, किनकि उहाँले चाहिँ हामीलाई निरन्तर जीवन दिइरहनुहुन्छ, हामीलाई सम्हाल्नुहुन्छ। हामी चाहिँ उहाँको हातमा छ भनेर हामी बुझ्न सक्छौँ। अनि परमेश्वरले चाहिँ हामीलाई सुरुदेखि नै देखाउनु भएको छ, हामी चाहिँ सृष्टिलाई पूजा गर्नु हुँदैन। मिश्र देशमा पनि जब मोसा त्यहाँ गएर आफ्नो जातिलाई स्वतन्त्र गराएको थियो, त्यो मिश्र देशको मानिसहरूको बानी पनि त्यही थियो, किराहरूलाई पूजा गर्ने, सूर्यलाई पूजा गर्ने, जनावरहरूलाई पूजा गर्ने। अनि त्यसकारण उनीहरूले त्यो नदीलाई, त्यो खोलालाई पनि पूजा गर्थ्यो। अनि त्यसकारण परमेश्वर मोसालाई पठाएर त्यो सब कुरालाई नष्ट गर्नुहोस् भनेर मोसालाई आज्ञा दिनुभयो। अनि मोसा गएर त्यो सब थोकलाई, त्यो सृजिएको थोकहरूलाई नष्ट गरेर त्यो मिश्रको मानिसहरूलाई बुझेको हो। यो कुराहरू चाहिँ, यो सृष्टि भएको थोकलाई हामी पूजा गर्नु हुँदैन, यो चाहिँ
परमेश्वर होइन भनेर उनीहरूलाई चाहिँ स्वीकार गर्नु पर्यो। हो नि, साँच्चै नै सृष्टि गरिएको थोकहरू चाहिँ निर्जीव कुराहरू हुन् जसमा चाहिँ जीवन छैन है। अहिले भर्खरै हामीले यो प्रेरितको पुस्तकबाट हेऱ्यौँ, सबै कुराको स्रोत चाहिँ परमेश्वर मात्रै हुनुहुन्छ। तैपनि मान्छेले चाहिँ किन यो मूर्तिहरू बनाउँछन्, किन यिनीहरूमा चाहिँ आश्रित हुन चाहन्छन् भने उनीहरूमा त्यो ज्ञान, त्यो समझै छैन। अनि कसैले पनि मान्छेलाई यो कुरा, यो असल कुरा को स्रोत हुनुहुन्छ भनेर जानकारी दिनलाई वरिपरि पनि त्यस्तो खालको व्यक्तित्वहरू नै छैन, किनभने उनीहरूले परमेश्वरलाई राम्रोसँग बुझ्न सक्दैनन्, चिन्न सक्दैनन्। भर्खरै हामीले यो पदमा पनि हेर्यौँ, मान्छेहरू छामछाम छुमछुम गर्दै सत्यतालाई खोज्दै चाहिँ हिँडिरहेका हुन्छन्, तर पाउन चाहिँ गाह्रो पनि छैन यदि हामी मन लगाउँछौँ भने। तपाईँहरूले यदि आफ्नो फुर्सदको समयमा यशायाको पुस्तक 44 अध्यायलाई हेर्नुभयो भने त्यहाँ मूर्ति पूजकको मूर्खताको विषयमा त्यहाँ लेखिएको छ क्या। कसरी चाहिँ, किन चाहिँ मान्छेले मूर्तिलाई पूजा गर्छन्? मान्छेलाई चाहिने चिज भनेको चाहिँ तिनीहरू चाहिँ आजभोलि चाहिँ घाँस बाँस कपास भन्छन् होइन। अनि त्यो बेलामा चाहिँ सायद त्यो तातोको कुराहरूको विषयलाई लिन्छ, अनि त्यसपछि राम्रो ओछ्यानको कुराहरूलाई लिन्छ, उसले राम्रो घरहरू बनाउँछ। अनि त्यो चाहिँ केबाट गर्छ भने उसले जङ्गलबाट ल्याएको काठले, अनि त्यही काठले चाहिँ मूर्ति बनाएर उसले पूजा गर्छ क्या। ल यसले मलाई तातो दियो, राम्रोसँग खानेकुराहरू दियो, यसबाट राम्रो घर पनि बन्यो, यही भगवान् छ भनेर पुग्छ क्या। तर उसलाई यो थाहा हुँदैन कि यसलाई बनाउनु हुने चाहिँ परमेश्वर हुनुहुन्छ, जो चाहिँ सारा सृष्टिभन्दा महान हुनुहुन्छ। अनि उहाँलाई नै चाहिँ हामीले महिमा दिनुपर्ने, उहाँलाई चाहिँ हामीले धन्यवाद दिनुपर्ने, उहाँलाई चाहिँ हामीले प्रशंसा गर्नुपर्ने हो। अनि यो कुरा चाहिँ हामी हेरिराख्नु भएका सबजनाले बुझिसकेका छौँ। तर जतिजना हाम्रो छिमेकीहरू छन्, साथीहरू छन्, इष्टमित्रहरू छन्, उहाँहरूलाई पनि तपाईँले यी कुराहरू चाहिँ बुझाउनु होला। एकचोटि हामी एउटा पद पढेर चाहिँ अन्त गर्नेछौँ है त। प्रकाशको पुस्तक 4 अध्यायको 11लाई हामी पढ्नेछौँ अनि अन्त्य गर्नेछौँ है। यसो लेखेको छ, हे प्रभु, तपाईँ महिमा, आदर र सामर्थ्य पाउन योग्य हुनुहुन्छ, किनकि तपाईँले नै सबै कुराहरू सृष्टि गर्नुभएको हो र तपाईँकै इच्छाको कारणले ती रहन्छन् र सृष्टि गरिए। हेर्नुहोस् त, यहाँ स्पष्ट गरी लेखिएको छ, बताइएको छ। अनि यो ज्ञान चाहिँ म आफैले पनि जानेको होइन, यो बाइबलले हामीलाई सिकाएको कारणले हामीले जानेका छौँ। अनि तपाईँहरूले पनि पक्कै पनि यो पदहरू पढिसक्नु भएको छ, जानिसक्नु भएको छ। अब अरूहरूलाई पनि सेयर गर्नुहोस् कि यो सब कुरा चाहिँ परमेश्वरको नियन्त्रणमा छ है, परमेश्वरको इच्छाको कारणले बनिएको छ। अनि यो किन बनिएको छ भने यी सब कुराले परमेश्वरको महिमा गरेको होस् भनेर। अनि आज तपाईँ र म सृष्टि हुनुको कारण, तपाईँ र म आज यो ठाउँमा बस्नुको कारण र यो भिडियो हेर्दै यो भिडियो बनाउनुको कारण पनि यही हो कि हामी चाहिँ परमेश्वरको महिमा गरौँ, परमेश्वरलाई उचारौँ, कारण यी सब कुराको योग्य चाहिँ उहाँ नै हुनुहुन्छ। धन्यवाद छ तपाईँहरू यहाँसम्म आइदिनु भयो। हाम्रो भिडियोलाई अझै हेर्नुहोला, माया गर्नुहोला, हरेकको माझमा यो भिडियोलाई पुर्याउनु होला। आउने हप्ता हामी अझै अरू भिडियोहरू लिएर आउने नै छौँ। तपाईँ हामीसँग जोडिरहनु भएको छ। धन्यवाद छ। जय मसिह।